धनुषरको त्यही हो अहिले धनुषर भयो यो स्कुलमा जान दो यसको यो तलाको सकिने पैसा खान गरेर ठेका लाएर ठेका लिइसकेको छ एक तला अरू गर्न सक्यो भने करिब करिब अनि देशै यति मान्छे बस्न पायो भने एक दिनले पिलीको कति खेप्नु हो 28 सालमा मैले किन थपेँ भन्दाखेरि त्यो नगऱ्यो भने पूर्वाधारका कोटा कोटा हुन्छ नि त्यो गएको मैले लास्ट सही गरेको र अहिले अब बनेको सामाजिक मन्त्रीलाई पनि मैले धन्यवाद दिएँ र ऊर्जा खानेपानी मन्त्रीलाई चाहिँ त्यहाँको हो अब आफ्नो मन्त्रालयबाट बनेको पनि थाहा पाइराख्नु पऱ्यो र भोलिका कुरामा अनुगमन गर्ने अब यसलाई चाहिँ बिल्डिङ गर्न के सकिन्छ भन्ने कुरोको लागि त्यो महत्त्व भएकोले नौनी कुराहरू चाहिँ राखेको किन गरे भन्दा यिनी त्यो बेला जर्मन प्रोफेसर रहेछन् हैन तर यिनले तिब्बतदेखि यहाँसम्म आएर यिनी सातवटा त्यो बेला जर्मनमा एउटा भनेको जङ्गबहादुर हाम्रो दुल्लोको अन्तिम राजा यिनी हुन् यिनले पनि हिस्ट्री लेखेको दाइ यिनको पनि एउटा दुईटा पुस्तक छ यिनी 2018 सालसम्म त राजा उन्मूलन बेलासम्म यिनीहरूले राजा थिए त्यो भएर यहाँको अन्तिम राजा पनि हुन् अनि अभियानमा अलग खोली भयो यो विशागर पाध्य भनेको ठ्याक्कै हाम्रो शिवराज कुरा गर्दा पनि गीतैमा गाउने गीतैमा लोक साहित्यको हिसाबले महत्त्वपूर्ण भन्ने हिसाबले उनको छ त्यही हिसाबले भन्यो भाषा पहिला हराएको थियो मैले पेन्सिलमा 14 पहिला पानी हुन्छ नि पानीको आधारमा तल जलाको आधार भनेको खासगरी 2028 सालमा आएको जुनले तलको जलमन्दिर भत्कायो अनि त्यसपछि राजा देवेन्द्र 45 सालमा आएपछि उहाँले तत्कालीन समय केही पैसा दिएपछि त्यो फेकुन्नेमा अब तलको तर यहाँ पानी जति पानी भयो त्यस्तो आउँदैन पानीमा जलाबले अहिले एउटा जल माथिबाट लाग्छ तर काँक्रे बिहार शैलीको 390वटा पहिला मन्दिर भन्छ अहिले एउटा मन्दिर बाँकी वर्ष भत्केर यहाँ कति देखेको त यस्तो छ नि कोही स्वस्तिसी होला अलिकति जिपियो भेटिन्छ अरू चाहिँ राम्रो हामीले आउनु पर्ने छैन होइन यता दुवै तिर लिपि छ मैले यस्तो ढोकामा पनि त्यो लिपि पनि भयो यो ठुलोको यस्तो सानोको यो यस्तो थाम्को यस्तो भयो यस्तो ढोकाहरू भित्र हिँड्ने बेला 15 साल ढोकाहरू भएको कति यो लिपि पनि छ गणेश दुईवटै छ गणेश छ अनि अब यो गणेश त हाम्रो हिन्दू सबैको गणेशै हो क्रिस्ट यो अब यसरी लेखेको देश अब यता चाहिँ कुरा के हो भने अशोक स्तम्भ भनेको हामीले त्यही ठुलो ढुङ्गा त्यो अशोक स्तम्भ भनेको त्यहाँ फेरि साउन ओम मन्ने पद्म लेखेर साउनाचार्य साउनको अभिलेख लेखेर त्यो कार्कीहरूले हाम्रो आधिकारिक हुन्छ तर यो करिब 900 खेरको भन्ने खालको कुरा भएको छ यो हिसाबले होला